नालिने नानी भनेको जस्तो गर्नु त भाइलाई पो आज पुरै केक खुवाइ ऊ गालामा लागेछ हौ लु है जिन्दकानीमा अनि सानो नानीको निकै जाति ल भाइ खै नखोल्नु चाहिँ भनेको मेरो त नखोले भने हो ए हौ होइन हौ लाखे हौ पका त हौ ओ ढुङ्गै पल्टो डाडेको बजेले हौ झन्डै खोलेको खो तपाईँको हेर्नु त भातिजा खाएको त गुलो रहेछ पछाडिबाट लाग्ने रहेछ है बाबुले भनेको खोल्नलाई बिचरा नखोलिदिएको भए हुन्थ्यो क्या करूं मैं यार मैं डर गया मैं डर गया त्यही त होइन कस्तो के छ त्यो त पछि खोल्ने कुरो हो नि के भइरहेछ आज खो यो फेरि पनि कङ्ग्रेचुलेसन भाइ जन्मदिनको धेरै धेरै शुभकामना ल ओके छ केही छैन कङ्ग्रेचुलेसन त नभन्नु पर्ने भन्नेलाई भइगयो ह्याप्पी बर्थडे भन्ने नि त दाइ त्यसो नभन्नु पर्ने किन भने हौ धेरै लामो भिडियो हुन्छ कि कसो हो ल न टाली हानु फेरि गुड ल म भागिदिन्छु ल अब त्यो भयो उसको हेर नि त लु के दिनु आँटेछ है मान्छे कहाँ छ झापाली हो के हो फोन गर्ने मैले यतै भनेर अनबक्सिङ गर्दै है अनएक्सपेक्टेड भयो बवाल हो क्या तर थाहा छ यसलाई चाहिँ होइन पुरै पर्फ्युम हालेर होइन त्यो क्या दुधमा होइन म 10 वर्ष राख्छु क्या साथीले दिएको कुरामा होइन थ्याङ्क यू सो मच एकछिन सकिएको छैन अर्को पनि झार्यौ भएन क्या यार लु हात मिलाउ न हो फेरि पनि ह्यान्डसेक गरौ ए कुरी तिमी कहाँ यहाँ दाम न म त ऐठान परिसकेको भएर यार के खाउँ त खोल्नु के छ भाइ भाइलाई बोलाउँदा नि सुन्नु छैन हौ हजुर दाजु भन्नु खुरी यस्तै रहेछ जिन्दगी मेरो त यस्तो जान्छ फेरि ए धेरै नगर लु भयो ठिक छ धेरै गर्नु औ पख त हौ तिमीलाई त्यो टिस्यु लागेर कि हौ लम्मै पानी चाहिँ धेरै खर्च नगर ल अब खोल्नु सक्दिनँ कि जस्तो भइरहेको देखाउन त खोल्नु सबैले कतिको इन्टरटेनमेन्ट होइन भनौँ न रमाइलो क्या करूँ मैं जागू ने सोते दिल कुछ होता है आम्बो यार यार भएन नि त के भयो कुरो खै यो त म त देखाउँदिनँ ल पछि देखाउ होइन भाइ यता हेर्नै पर्यो हामी आतरसँग है हैन हेर्न चाहिँ पर्यो के मै जस्तो देख्छु अलि साथी नसामा थियो कि क्या हो साथीले खासमा आर्ट चाहिँ जोनी सिनको बनाएछ
रिजल्ट त मेरै आएछ ल यार थ्याङ्क यू सो मच है कस्टम ल कस्टम कडा फेरि बनाइदिएछ पनि साह्रै राम्रो कुरो है थ्याङ्क ल यू सो मच कस्टम यार अनएक्सपेक्टेड होइन एकदम यो चाहिँ उ त भन्छ होइन